यहाँहरू सम्पूर्णलाई जय मसीह साथै नमस्ते। आज हामी बाइबलबाट वचन हेर्नेछौँ र म तपाईँहरूको माझमा वचन हेर्नेछु। यूहन्ना 1बाट हेर्नेछु। यूहन्ना 1:29 भोलिपल्ट उनले यसुलाई आफूतिर आइरहनु भएको देखेर भने, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा। साँच्चै नै यूहन्ना 1:29ले भन्छ कि साँच्चै नै यसु चाहिँ संसारको पाप उठाइ लैजानु हुने परमेश्वरको थुमा हुनुहुन्छ भनेर भनेको छ। कारण बाइबलले हामीलाई के भन्छ भने रोमी 3:23 किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेर हामीलाई वचनले भन्छ। र रोमी 3:10ले के भन्छ भने जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। र यो वचन हेर्छौँ भने वास्तवमा मानिसको माझमा, मानिस जगतमा चाहिँ धर्मी कोही पनि छैन। हामीले हेर्दाखेरि धर्म कर्म गर्ने व्यक्तिहरू हामी देख्न सक्छौँ संसारमा। उनीहरूले पूजा पाठहरू गर्छन्, उनीहरूले अनेक कार्यहरू गर्छन् होइन। कति व्यक्तिहरूले असल कामहरू गर्छन्, कति व्यक्तिहरूले दान दक्षिणाहरू दिन्छन् र उनीहरूले सोच्ने गर्छन् कि त्यो कार्यहरूद्वारा चाहिँ मैले चाहिँ पुण्य प्राप्त गर्छु, मैले मोक्ष प्राप्त गर्छु भनेर त्यसरी सोच्ने व्यक्तिहरू धेरै छन् संसारमा। वास्तवमा बाइबलले के भन्छ भने आज लेखिएको छ कि धर्मी कोही छैन, एकजना पनि छैन भनेर भनेको छ। रोमी 3को पुस्तकमा हामी हेर्छौँ भने म पनि सोच्ने गर्थेँ कुनै समयमा मैले चाहिँ असल गरेँ भने मैले आशिष पाउँछु, अनि मैले खराब, मेरो जीवनमा चाहिँ केही खराब कुराहरू केही नराम्रो भयो भने चाहिँ मैले सोच्थेँ कि मैले चाहिँ केही गलत गरेको कारणले चाहिँ मेरो जीवनमा यो सबै दुःख समस्याहरू आएको होला भने म त्यसरी सोच्ने समयहरू थियो। कुनै समयमा म त्यसरी सोच्ने गर्थेँ। तर मैले यो बाइबलको वचन जब मैले वचनको वास्तविकता चाहिँ मैले थाहा गरेँ कि बाइबलले के भन्छ भने किनकि सबैले, रोमी 3:23 के भन्छ भने किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। र वास्तवमा परमेश्वरको महिमासम्म हामी पुग्नबाट चुकिसकेका व्यक्तिहरू हौँ। तर 24 वचनले के भन्छ भने परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। र वास्तवमा परमेश्वरले चाहिँ आज हामीलाई अनुग्रह गरिदिएर चाहिँ हामीलाई चाहिँ सित्तैमा धर्मी ठहराइदिइसक्नु भएको कुरा चाहिँ बाइबलले बताउँछ। र मैले यो वचन, जब मैले वचन सुने र मेरो मनमा चाहिँ मैले पक्का रूपमा चाहिँ मैले यो कुरा थाहा गर्न सकेँ कि धर्मी हुने कुरा, म सिद्ध हुने कुरा, मैले गर्ने, मैले मेरो पापबाट छुटकारा पाउने कुरा, त्यो सबै कुरा परमेश्वरले गरिदिनु भएको रहेछ। त्यो कुराहरू मैले प्राप्त गर्नको लागि मैले केही गर्न पर्ने, मैले केही गर्ने केही पनि त्यो कुराहरू छैन रहेछ भनेको जब मैले थाहा पाएँ तब मेरो मनमा चाहिँ मैले त्यो साँचो विश्राम, साँचो त्यो मुक्तिको अनुभूति चाहिँ मैले गर्न सकेँ। त्यसै कारण यूहन्ना 1:29ले भन्दछ कि भोलिपल्ट बप्तिस्मा दिने यूहन्नाले चाहिँ भोलिपल्ट बप्तिस्मा दिएको भोलिपल्ट जब यसुलाई चाहिँ आफूतिर आइरहेको देखेर चाहिँ के भन्दछ भने हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। साँच्चै नै यसु ख्रीष्ट जो चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ, उहाँले चाहिँ संसारको सबै पापहरू चाहिँ उठाएर लैसक्नु भयो। त्यो चाहिँ यूहन्ना 1:29 भन्छ। भोलिपल्ट भनेको बप्तिस्मा दिएको भोलिपल्ट जब यसुमा चाहिँ सबै पापहरू चाहिँ त्यो बप्तिस्मा दिने यूहन्नाले चाहिँ यसु ख्रीष्टमा हालिदिए, तब चाहिँ बप्तिस्मा दिएको भोलिपल्ट चाहिँ उसले चाहिँ यसु ख्रीष्टलाई चाहिँ संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमाको रूपमा चाहिँ सम्बोधन गरेको छ। र हामी हेर्न सक्छौँ कि बाइबलमा यूहन्ना 19:30 हेर्छ भने त्यो यसुले चाहिँ त्यो मानिसको जातिको सबै पाप लिएर चाहिँ उहाँ क्रुसमा जब मर्नुभयो तब उहाँले चाहिँ अन्तिममा के भन्नुभएको छ भने यूहन्ना 19:30 जब यसुले सिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो, र उहाँले शिर निहुराएर आफ्नो हातमा त्यागिदिनु भयो। तब यसुले चाहिँ के सिद्धाउनु भयो त? उहाँले त्यो सबै पाप, संसारको पाप उठाइ लैजानु हुने परमेश्वरको थुमा चाहिँ यसु ख्रीष्ट हुनुहुन्छ।
उहाँले चाहिँ हामी सबै मानिस जातिको पाप आफैले लिगेर उहाँ चाहिँ क्रुसमा मरेर चाहिँ उहाँले चाहिँ हाम्रो पाप हाम्रो अपराध हाम्रो सबै दोष सबै कुराहरू सिद्धाइदिनु भयो र हामीलाई चाहिँ स्वर्ग जानको योग्य र हामीले चाहिँ सित्तैमा धर्मी ठहराइदिनु भयो। न हामीले केही गर्यो न हामीले केही गर्न सक्छौँ, त्यो सबै परमेश्वरले चाहिँ हाम्रो लागि पुरा गरिदिइसक्नु भयो। त्यो कुरामा विश्वास गर्छ भने हाम्रो मनमा चाहिँ पक्का रूपमा हामी चाहिँ स्वर्ग जान सक्ने त्यो विश्वास चाहिँ हामीमा चाहिँ आउन सक्छ तब मात्रै। हुन्छ, म यति नै भन्न चाहन्छु। जय मसी, नमस्ते।